अहिले आई थिङ्क हिरोनी फिमेल लिड मुभीहरू बढी आउँछ नि त। मेरो विचारमा रेखा दिले रेखा दिले चाहिँ हो अहिले स्वस्तिमा गरिराख्नु भएको छ अहिले स्वस्तिमाले होइन त्यस्तो बन्न त अब कथा बन्नु पर्यो र अब निर्माण गर्ने फेरि मैले एक्सन मुभीको कुरा गरेर है मैले सबै फिल्मको कुरा गरेर होइन एक्सन मुभिजको कुरा गरेर पेमेन्ट पार्सुअलिटी चाहिँ जबसम्म सिनेमा हुन्छ त्यो त भइरहन्छ जस्तो लाग्दैन तपाईँलाई? पेमेन्ट पार्सुअलिटीको त अब हिरो हिरोइनको पेमेन्ट पार्सुअलिटी त मलाई थाहा छैन त हिरोइन हिरोइनको पनि त यहाँ कम धेरै छ त कसको हिरोइन हिरोइनमा पनि त त्यो भनेको पेमेन्टको चाहिँ अलि त्यस ठिकै छ रहेछ फर द भनौँ न बिगिनर्स पेमेन्टमा चाहिँ आई बी भेरी अनेस्ट मैले यति धेरै इन्डोर्समेन्ट्स गरेर हुन्छु एड्सहरू गरेर हुन्छु बरु एड्सहरूको पेमेन्ट इज मच मोर बेटर एक्ज्याक्टली त्यही त भन्नु म अब एड अब मैले 20 इयर मोर देन 20 इयर भयो होइन मैले एडहरू गरेर त्यही राम्रो एक्ज्याक्टली त्यही त त्यो एकदमै राम्रो नि धेरै राम्रो तर फिल्म भनेको फिल्मको अर्कै चाम छ त्यो भएर ठिकै तर अलि फिल्ममा पनि प्लिज अलिकति पेमेन्ट बढाइदिनु होला एन्ड द थिङ इज आई फिल लाइक अब चाहिँ हामी पनि एक्टर्सहरूले और म चाहिँ नेक्स्ट मुभी साइन गर्दा आई विल फर स्योर लाइक फिल्मको लागि डबिङको लागि जुन अब उहाँहरूले त्यही सोचेर हाम्रो पेमेन्ट दिनुहुन्छ पारिश्रमिक डिसाइड हुन्छ नि कति दिने हामीले चाहिँ प्रमोसनको लागि हामी त्यत्तिकै हिँड्नुपर्छ कि अनि त्यो प्रमोसनको पेमेन्ट पनि देऊ न त इफ यु वान्ट अस एक दिनमा अलमोस्ट 4-5वटा इभेन्टमा ओर इन्टरभ्युजहरू दिनुपर्छ भने त त्यो कम्युट गरेको अनि त्यो पनि त एनर्जी गइरहेछ नि त हाम्रो टाइम गइरहेछ सो आई थिङ्क प्रमोसनको लागि पनि आई थिङ्क वी एक्ट्रेसेस हामी एक्टर्सहरू फिमेल एक्टर्सहरू चाहिँ आई थिङ्क वी डु निड टु गेट अ पेमेन्ट हो पेमेन्टमा चाहिँ त्यति खुसी हुने ठाउँ त छैन तर अहिलेसम्म जतिवटा मुभी गरे मैले हाम्रो मार्केट सानो भएर पनि हो किन मार्केट सानो भयो अरूले त सानो भन्नु त मिल्दैन है आजकल यस्तो करोड्सको बिजनेस और यत्रो इन्भेस्टमेन्ट छ मुभिजहरूको भनिरहेको छ त कसरी भन्न मिल्छ मार्केट सानो हैन बिकज अहिले तपाईको मुभीको हिट हुने रेसियो हेर्ने हो भनेदेखि 10वटा मुभी हैन 2टा बियरली चल्छ क्या तर इन्भेस्टमेन्ट चाहिँ धेरै छ त्यो कारण पनि हो जस्तो लाग्छ के छ राजी तपाईँ प्रोड्युसर पनि हो मुभीको होइन प्रोड्युसर त म होइन वान अफ द टाइप्सको होइन हाम्रो टाइप्सको नरेन्द्र महर्जन दाई हुनुहुन्छ हाम्रो चलचित्र सङ्घको अध्यक्ष होइन नेम महर्जन दाई हुनुहुन्छ अनि ध्रुव नेपाली दाई अनि हाम्रो दीपक शर्मा ढकाल दाई हुनुहुन्छ 4 जना हुनुहुन्छ निर्मातामा हामी त अब एक्टरमा पर्यो यसमा होइन पेमेन्टको यसको अब हामीले गफ गरिहाल्यौँ होइन अलिकति गफ गरौँ नरसिंह अवतारतिर जाने हो कि जस्तो लाग्छ मलाई नरसिंह कुरा गरौँ भन्नु खोज्नुभएको तपाईँले नरसिंह त राम्रै भयो पे गर्नुभयो होला तपाईँहरूले होइन मैले भनेको चाहिँ त पार्सियालिटी पाउनुभयो होला भन्दा राम्रो लाग्छ कि होइन त्यो त अब आई थिङ्क मैले अरू हिरोइनहरूसँग पनि यहाँ बसेर कुरा गर्दाखेरि त्यही भन्नु छ उहाँलाई जुन कुरा तपाईँले भन्नुभयो होइन अनि मलाई चाहिँ पर्सनल त्यही लाग्छ तपाईँको हाम्रो मुभी हिट हुने रेसियो कम पनि छ होइन अनि सो त्यही भएर पनि अलिकति मार्केट ग्रो हुने टाइम छ कि जस्तो लाग्दैन तपाईँलाई कि मलाई मात्रै लाग्यो एज अ अडियन्स तपाईँलाई के लाग्छ हाम्रो मार्केट अझै ग्रो हुने टाइम छ बाँकी छ जस्तो लाग्छ लाग्दैन तपाईँलाई हो एकदमै त्यो चाहिँ कस्तो भने अब जस्तो एउटा सिनेमाले व्यापार गर्यो होइन त्यसको मार्केट हाम्रो रहेछ भन्ने त देखियो मार्केट चाहिँ त्यसको लागि चाहिँ जस्तो निर्माताहरू मात्रै होइन हामी आर्टिस्टहरू पनि होइन टेक्निसियनहरू पनि सबैजनाको चाहिँ पत्रकारहरू सबैजनाको चाहिँ त्यो सहकार्य जरुरी छ जस्तो लाग्छ मलाई होइन एउटा सिनेमा बन्छ 1 करोडभन्दा माथि नै बन्छ 3 करोड 4 करोड 7 करोडसम्म लगाइराख्नु भएको छ होइन अब बिहिबारसम्म चाहिँ निर्माता निर्देशकको कलाकारको सिनेमा भयो शुक्रबारबाट दर्शकहरूको भयो नि उहाँहरूलाई त्यो क्वालिटी दिनलाई त्यो कथावस्तुमा एकदम राम्रो प्रेजेन्टेसन मनोरञ्जन हो नि त सिनेमा भने मेसेज चाहिँ पछि हो जस्तो लाग्छ क्या मलाई होइन हलमा आएर रुन मात्रै कोही जाँदैन नि त हाँस्न जाने रुन जाने सम्मिश्रण हो नि त त्यो त्यसको लागि अब सबैजनाको कन्ट्रिब्युसन हुनुपर्छ जस्तो लाग्छ ग्रो हुनको लागि चाहिँ ग्रो हुन धेरै नै बाँकी छ नि त होइन त्यसको लागि अब के हुनसक्छ अब सहकार्यमा काम हुनसक्छ कि खोज्नु पऱ्यो क्या निर्माताहरूको साइडको आफ्नै कथा व्यथा सुनिन्छ अब चल्यो भने त ल ठिकै छ अब चलेन भने त लगभग आउने होइन कि तिर्ने कुरा हुँदो रहेछ यसो बुझ्दाखेरि त्यो कारणले गर्दाखेरि धेरै समस्या त होइन अब त्यो मिलिजुली सरकार चला जस्तै हो कि यो मिलिजुली बिजुली भन्ने टाइप्स भयो मिलिजुली बिजुली मिलिजुली बिजुली मिलिजुली बिजुली